हामी चाहिँ साथीहरू आज पार्क घुम्न चाहिँ यहाँ नै थुङ्गे पुल आमा क्या दामी देख्दैछ रे के दामी देखेको छौ क्या मजाको देखेको छ थुङ्गे फुल चाहिँ हेलो गाइस हेर्नुहोस् ढुङ्गे फुल भनी ओह गरम भयो होला एकछिन खोलिदिउँ यो खोल्दै हेलो गाइस थुङ्गे फुल हेर्नु पहेँलो रातो आदिवासी बोजूहरू यहाँ बसिरहेछ यी हेर्नुहोस् है नानी पनि बोकेको रहेछ ए यहाँ बाजेले ढोलकी बजाउँदैछ बोजू नाच्दैछ हाम्रो नानीले नि हेर्दैछ है नानी बोजू भन्दा सासहरु मात्रै राखिरहेको छु नि एकुरेट बनाइदिएछ नि सब जोडीदारहरू बसिरहेको रहेछ हामी बिजोडीहरूले डिस्टर्ब गरिदिउँ न यता हिँड्न उता लगेर चुमाचाटी गर्दैछ कि क्या हो पड्किएर तान्दै लगेर अगाडि त्यो साइडमा पुरा हुन्थ्यो नि त्यस्तो जोडीहरू छ्या उहाँ न अँगालोमा आइरहेको छ यता हेर छाडाहरू त्यसको लागि चाहिँ पार्क बनाएको क्या पार्क त एउटा घुम्नु रिल्याक्स गर्नु पो आउँछ त मान्छे यहाँ चाहिँ के छ जोडी यो फुल चाहिँ पुरा मनपर्छ मलाई आलोक एक्लै घुम्दै होला भाइसँग गएको छ ए उहाँ माछा हेर्नु लगेछ मेरो छोरी त अन्त पुरै हिँड्ने भएछ अन्त मेरो छोरी त पारा घुम्न थाल्यो ऊ त्यो फुलमा फोटो खिच्नुपर्छ ऊ त्यो फुल हेर्न कस्तो राम्रो देख्छ यसमा जवानी उनीहरूको नि त्यति बेला त यो चेन्ज हुन्छ हेर्नु ल हामी आउँदाखेरि अर्कै थियो अहिले आउँदा अर्कै छ छोडा हिँड जाऊ बाबासँग जाऊ हिँड नि गाग्रो उहाँ को रहेछ ऊ आनीले कि कसले चुमा खाएछ फेरि लियो लाग्यो ना 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 मेरा हाँ बन गई क्यों मुझसे प्यार हो गया तू मुझे हेलो गाइजहरू साथी हो यो केटालाई चिन्छ यो केटालाई हेर्न यहाँ भात बेसी भएर यहाँ बेहोस भएर लडिरहेछ मेरो नाम चाहिँ कोण्डेश्वर हो के नाम अरे भन्दै त भन्न यो भाइको नाम चाहिँ कोण्डेश्वर अरे यो भाइको नाम कोण्डेश्वर अरे यहाँ बेहोस भएर सुतेको छ 2 थाल भात खाएर त्यही त हेरेको त मार्छ तेरो बाउहरूले कस्तो उयो मजाको छ हेर्न यसरी मिसाएर रोप्यो भने चाहिँ दामी देख्छ नि माछा हेरिस नि खै पार्कमा नि यही फुल मात्रै त रहेछ नि अहिले त अरू फुलहरू छैन रहेछ यसको त पुरा बिचन भएको रहेछ
अन्त कत्रो कत्रो भएछ त यो माछा त यो त पनि तू मेरे जान बन गई यहाँ चाहिँ कालो खाले रहेछ मैला भइसकेछ तर दुईटा मात्रै रहेछ त्यो कालो त पानी नै मैला भइसकेको रहेछ यो चाहिँ के माछा हौ यत्रो के माछा हो यस्तो मैला भएको रहेछ नि त यो फेरि पुरा पानी मैला भएको रहेछ उयोमा के अरे जस्तै छ र हौ यो यहाँ न के खालको माछा हो यो के मुख हेर्न कस्तो देख्दैछ हौ कस्तो खालको माछा हो यो त सफा छैन बिचराहरू कस्तो दम फुटिरहेको होला नि पानी सफा हुनुपर्थ्यो नि पानी मैला रहेछ दुइटै रहेछ दुई जातको रहेछ है त्यस्तै यसको मोटले टालिँदो रहेछ हेर्नु न यहाँ न यो पनि त्यस्तै रहेछ हो यो चाहिँ रातो रहेछ ए पानीहरू त सफा गरिदिनु नि लेउ पुरा बसेको रहेछ नि त ठिक हेर्नु चरा कस्तो मजा छ चराहरू दामी छ है साथी हो हेर्नु है यहाँ नुहाउँदैछ कस्तो मजाको कलरको कति मजाको कलर नि छोडिदेऊ न बोकिरहन्छ अन्त ऊ हेर्छ नि उसले नानी बोला आइज भन्छ के हाल्यो